So I have to make post for this and launch गरिहाल्नुपर्छ. Morning everyone. It's 6:30 AM. I have my drink here. यो चाहिँ आज मैले यस्तो मधु चिया खाइरहेको छु अनि टुडे आई विल बी डुइङ अ डे इन माई लाइफ. आजको दिन एकदम बिजी छ अनि युट्युबमा मैले आई हेभ नेभर डन डे इन माई लाइफ. सो आई एम लाइक स्टडीवाला चाहिँ गरेँ. सो दिस इज अ डे इन माई लाइफ. आई विल बी सोइङ अ लट अफ थिङ्स. आजको मेरो प्लानहरू, आजको मेरो कामहरू. सो लेट्स गो. फर्स्टमा यसरी नै राख्ने. 2 माथि फर्काऊ. 3 and stretch and 4. यसलाई हामी के भन्छौँ? अर्ध कटी चक्रासन. ल होल्ड. 1 2 3 4 5. नामामि धन्वन्तरिमादिदेवं नवीननील मुदकान्तिकान्तं शान्तं हरे द्वादशमाख्यमूर्तिं शतानां सुमनोरथानां नामामि धन्वन्तरिमादिदेवं नामामि Good morning everyone. So it's a day in my life. अहिले 8:30 भइरहेको छ. As you have already seen अगाडि. So मर्निङमा चाहिँ योग क्लास थियो. सो आई एम टिचिङ योग बिहानको मर्निङ आवर सेसनमा. र अहिले चाहिँ कफीहरू खाएर चाहिँ एकछिन फोन चलाएँ. सो रियलिस्टिक है, त्यो यता चलाउन नचल्ने होइन, अब फोनले नै भिडियो चलाउनुपर्छ. एकछिन म कफी बिहान चाहिँ तातो पानी खाएर चाहिँ म चाहिँ अनि त्यसपछि कफी खान्छु होइन. अनि त्यसपछि चाहिँ अनि आइएम हियर. अब फर्स्टमा चाहिँ धन्वन्तरी वन्दना गाएर चाहिँ आइएम स्टार्टिङ. र एकछिन मसँग धेरै टाइम छैन आज. सो 30 मिनट्स चाहिँ म सरर पढ्छु होइन, एक्टिभ स्टडी गर्छु. किनभने मर्निङ आवरमा चाहिँ मलाई त्यो नोटहरू बनाउनु भन्दा चाहिँ स्टडी गर्न नै अलिकति दिमागमा छिर्छ होइन. सो आई एम स्टडिङ 30 मिनट्स. त्यसपछि खानासाना पकाएर खाना खाएर अनि आई हेभ माई पोस्टिङ इन महाराजगञ्ज. मेरो चाहिँ अहिले उता जेनरल मेडिसिनमा चाहिँ पोस्टिङ चलिरहेको छ. सो आई विल गो देयर. त्यसपछि कलेज जानु छ. लट अफ काम छ आज. सो 9 बज्यो अनि छिटो चाहिँ अब खाना पकाएर म अहिले खाना चाहिँ खाँदिनँ. अहिले खाना पकाएर मात्रै अनि पोस्टिङ गरेर आएर चाहिँ बल्ल खान्छु. सानो चाहिँ अब किचनमा हेर्ने हो भने चाहिँ हामी चाहिँ यो आइरनको भेसनमा मात्रै पकाउँछौँ. कसरीमा चाहिँ भात पाक्छ. यो चाहिँ हाइसिर भुटेको लागि हो, मेरो डक्टरको लागि. अनि त्यही हो, किचनमा सानो हेबिट जुन छ. अब आयुर्वेद भनेपछि आयुर्वेद लाइफस्टाइल फलो गर्नुको लागि चाहिँ इजिएस्ट वे भनेको चाहिँ किचनबाट स्टार्ट गर्ने जस्तो लाग्छ मलाई चाहिँ होइन. अब अरूबाट जुन अब बाहिर खाने नखाने त्यो कुरा भनेको अलिकति धेरै कन्ट्रोल गरेर राख्नुपर्छ होइन. तर इजिएस्ट वे चाहिँ किचनबाट नै रिप्लेस गऱ्यो भने त्यो इजियर भयो. सो अब चिनीको सट्टा चाहिँ मिश्री राख्ने होइन, नुनहरू सिरे नुनहरू राख्ने. तेलमा पनि हामी यो तेल मात्रै प्रयोग गर्छौँ, यो भुटेको टोरी र काँचोको जुन टोरीको. सो त्यसले गर्दाखेरि चाहिँ त्यो प्रेसर लाउनु परेन नि. त्यही हो आज चाहिँ. सो 9:30 9:45 भयो एन्ड ढिलो भइसक्यो. तर आई एम गोइङ पोस्टिङ राइट नाउ. त्यही हो, बाई बाई. सो म चाहिँ महाराजगञ्ज पुगेँ. अब यहाँ मेरो पोस्टिङ महाराजगञ्ज राइट नाउ. अब मेरो यहाँ पोस्टिङ छ जेनरल मेडिसिनको. सो इट्स 11:30 AM र मेरो पोस्टिङ चाहिँ
अहिले सक्यो 12 बजे हो तर अलिकति चाँडै निस्केँ म अनि आज चाहिँ मेरो यता इन्डोक्राइनमा चाहिँ थियो पोस्टिङ अनि यति धेरै क्वेसन सोध्नुभयो कति आएन पनि अब घर घर सबै हेर्नुपर्छ अब क्लास चाहिँ 1 बजे Hi everyone, so I'm home right now. र 1 बजे मेरो फेरि क्लास छ त्यही भएर चाहिँ एकछिन फ्रेस भएर जान्छु म 12:30 भयो अहिले 10 मिनटमा पुगिहाल्छु होला बुढाबुढी पाटिच everyone, so म चाहिँ कलेज पुगेँ दिस इज आवर कलेज पाटिच सो म चाहिँ भर्खर घर पुगेँ 4:20 भयो एन्ड डाइरेक्टली आई एम गोइङ हियर मेरो मिनी ल्याबमा किनभने यहाँ अब वर्क सफा गर्नुपर्ने छ सो 7 दिन राखेको थिएँ मैले सतहत्तर सो आज चाहिँ 7 डेज भयो अनि आज चाहिँ आई हेभ टु प्याक दिस त्यही भएर अब कलेजबाट आउने बित्तिकै यो प्याक गर्नुपर्छ लेट्स डु इट सिधै अब आइएम स्टार्टिङ आउने बित्तिकै किनकि यो काम गरिहाल्नुपर्ने छ लेट्स डु अब 1 घन्टा 4:30 भयो सायद होइन 4:30 कि 4:45 भयो होला 1 घन्टामा भ्याउँछु कि ल्याएर अनि आई विल गो डाइरेक्टली माथि फ्रेसन अप किनभने अब यो काम पेन्डिङ भयो भने पछिसम्म हुन्छ सो हियर इज आवर सतहत्तर ग्रेटर यति 1 किलोको थियो यो चाहिँ वाटरले वास गरेपछि डबल हुन्छ होइन सो दिस इज इट इफ यु वान्ट यु क्यान मेसेज अनन्त आयुर्वेद 5% डिस्काउन्ट कोड पाउनुहुन्छ इफ तपाईँले यो भिडियो फुल हेरिरहनु भएको छ भने चाहिँ होइन आई एम ह्याभिङ खाजा अनि यहाँ मेरो कफी छ सो एकछिन कफी गरेर यहाँ चाहिँ मैले अब यो चाहिँ यो उता छ सामान होइन सो यो चाहिँ हाम्रो लगभग 60 पिसेस छ यसमा 50 पिसेस छ यसमा सो यसमा चाहिँ प्याक हुन्छ आज एसटिजी चाहिँ सो त्यही हो होप यु आर इन्जोइङ दिस भ्लग अझै यस्तै भ्लग चाहिन्छ भने चाहिँ कमेन्ट गर्नुहोस् इफ यु वान्ट टु सी मोर डे इन माई लाइफ सधैँ यस्तै चाहिँ हुँदैन डिफ्रेन्ट हुन्छ all packed okay so 6:30 भयो मैले सबै प्याक गरेर भ्याएँ नाउ आई एम गोइङ अप अनि सावर लिन्छु होला एकचोटि अनि त्यसपछि टुडे आज फ्राइडे हो आज कुमकुमादी ओइल जुन यो छ यो लन्च गर्ने भनेर मैले पोस्ट राखेको थिएँ सो आई हेभ टु मेक पोस्ट फर दिस अनि लन्च गरिहाल्नुपर्छ किनभने ढिलो भइसक्यो त्यसपछि चाहिँ आई विल बी फिनिसिङ माई भ्लग है त बाई बाई Okay, so it's 7 p.m. I just finished showering. अब चाहिँ म माथि जान्छु खानासाना बनाउनु पर्यो मैले लन्च गर्छु भनेको अझै गर्न सकेको छैन तर म रातिसम्ममा फोटो चाहिँ पोस्ट गरिदिन्छु अनि त्यसपछि चाहिँ म भिडियो एडिट गर्छु आजको जुन भिडियो छ सो सबै म चाहिँ जुन दिन मैले भिडियो खिचेँ त्यो दिन चाहिँ मलाई एडिट गरिहाल्नुपर्छ किनभने पछि गयो भने मेरो हुँदैन कि पछि गएर नि कहिले पेन्डिङ हुन्छ सो आई विल एडिट इट अहिले एकछिनमा खानसान खाएर आधा 1 घन्टा जति लाग्ला त्यसपछि आई विल पोस्ट चाहिँ म अब आज पनि गर्न सक्छु अथवा भोलि पनि गर्न सक्छु सो थ्याङ्क यू एभ्रिवान फर वाचिङ अहिले लास्टसम्म हेरिरहनु भएको छ भए चाहिँ थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू फर सपोर्टिङ अनि इफ यु वान्ट यस्तै भिडियो होइन अब यो त नर्मल भिडियो हो तर इफ यु वान्ट टु सी यु क्यान कमेन्ट डाउन बिलो या अरू कुनै कस्तो खालको भिडियो हजुरलाई चाहिन्छ भने चाहिँ पनि यु क्यान कमेन्ट डाउन बिलो अनि लाइक सेयर सब्सक्राइब लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला त्यही हो